के तपाईले कहिल्यै कसैलाई आफ्ना समस्या गलत तरिकाले समाधान गर्न खोज्दा झन् ठूलो समस्यामा फस्दै गएको देख्नु भएको छ? यही कुरा यहुदा देशका राजा आहाजसँग भएको थियो। मुख्य सन्देश स्पष्ट छ। जब हामी अस्थायी सुरक्षाको लागि दुष्टसँग सम्झौता गर्छौं, प्राय हामीले न त सुरक्षा पाउँछौं न नै हाम्रो इमानदारी जोगिन्छ। कथा एक अचम्मको दृश्यबाट सुरु हुन्छ। असिरियाबाट सहायता पाएपछि आहाज दमास्कस जान्छन् र त्यहाँ उनले एउटा मूर्ति पूजक विधि देख्छन् जसले उनको ध्यान तान्छ। परमेश्वरप्रति विश्वासयोग्य रहने सट्टा उनले सो वेदीको विस्तृत योजना यरुशलेम पठाउँछन् र पुरोहित ओरियालाई त्यसको नक्कल बनाउन आदेश दिन्छन्। सोच्नुहोस् त, परमेश्वरका मानिसहरूको राजा परमेश्वरको मन्दिरलाई मूर्ति पूजक ढाँचामा पुनः डिजाइन गर्दैछन्। उनी त मूल काँसको वेदीलाई समेत सरेर नयाँ वेदीका लागि ठाउँ बनाउँछन्। तर आहाज त्यही रोकिँदैनन्। उनी मन्दिरका भाँडाकुँडा काट्छन्, ढोका बन्द गर्छन् र यरुशलेमभरि मूर्ति पूजक विधिहरू स्थापना गर्छन्। इतिहासकारहरूले भन्छन् सङ्कटको समयमा राजा आहाज झनै परमेश्वरप्रति साँच्चीकै अझै अविश्वासी भए। उनको तर्क दुःखद रूपमा विडम्बनापूर्ण छ। उसले दमस्कसका देवताहरूको पूजा गर्ने निर्णय गर्छ किनभने तिनीहरूले उसका शत्रुहरूलाई मद्दत गरेको देखिन्थ्यो। वचनमा उल्लेख छ ती देवताहरू नै उनको पतन र सम्पूर्ण इस्राएलको पतनको कारण बने। होसे मार्फत परमेश्वरले आफ्ना मानिसहरूको अविश्वासप्रति आफ्नो दुःख व्यक्त गर्नुहुन्छ। अभिभावकको कोमल भावनाको चित्रण गर्दै उहाँ सम्झनुहुन्छ, जब इस्राएल सानो थियो मैले उसलाई प्रेम गरे। एफ्राइमलाई हिँड्न मैले नै सिकाए, तिनीहरूलाई हात समातेर हिँडाए। तर तिनीहरूले बुझेनन् कि तिनीहरूलाई मिको पार्ने म नै थिएँ। मैले तिनीहरूलाई मानवीय दयाका डोरीहरूले, प्रेमका सम्बन्धहरूले अगाडि बढाए। तर यति धेरै प्रेम र हेरचाहका बावजुद पनि जनताले सुरक्षा पाउन विदेशी सन्धि र मूर्तिहरूमा आश्रय लिए। यसैयाले मिश्रमाथि मूर्ख विश्वास वर्णन गर्छन्। धिक्कार छ ती जो सहायता लिन मिश्र झर्छन्, घोडामा भर पर्छन् र तिनीहरूको रथहरूको भिडमा विश्वास गर्छन्, तर इस्राएलका पवित्र जनतर्फ हेर्दैनन्। उहाँले सम्झाउनुहुन्छ कि मिश्रीहरू त केवल नासवान मानिस हुन्, परमेश्वर होइनन्। तिमीहरूका घोडाहरू त केवल मासु हुन्, आत्मा होइनन्। यसको परिणाम गम्भीर हुनेछ। होसे मार्फत परमेश्वरले चेतावनी दिनुहुन्छ कि तिमीहरू प्रभुको देशमा बस्न पाउने छैनन्। एफ्राइम फेरि मिश्र फर्कनेछ र अस्सुरमा अशुद्ध भोजन खानेछ। जस राष्ट्रहरूमा तिनीहरूले सुरक्षा खोजेका थिए, तिनै राष्ट्रहरू तिनीहरूको निर्वासनका साधन बन्नेछन्। तर न्याय घोषणा गर्दा पनि परमेश्वरको हृदय टुट्छ। एफ्राइम तिमीलाई कसरी छोडौं? इस्राएल तिमीलाई कसरी सुम्पन सक्छु? मेरो हृदयमा परिवर्तन आएको छ। मेरो सबै दया जागृत भएको छ। वाह, कस्तो प्रेम हो परमेश्वरको! तर यी अन्धकारमय भविष्यवाणीहरूको बीचमा पनि आशा चम्किन्छ। यसैयाले घोषणा गर्छन्, तैपनि प्रभु तिमीप्रति अनुग्रह गर्न चाहनुहुन्छ। त्यसैले उहाँ तिमीलाई दया देखाउन उठ्नुहुनेछ। उहाँले प्रतिज्ञा गर्नुभएको छ कि एक दिन तिमी दायाँ वा बायाँ जहाँ फर्किए पनि तिम्रो कानले पछाडिबाट आवाज सुन्नेछ। यही बाटो हो। यसैमा हिँड। अब हामीले यी सत्यहरू आज कसरी लागू गर्न सक्छौं? पहिलो कुरा, हामीले आफ्नै सुरक्षा खोज्ने प्रवृत्तिलाई चिन्नुपर्छ। गलत स्थानहरूमा जसरी इस्राएलले विदेशी गठबन्धन र मूर्ति पूजक देवतामा भरोसा गरियो, हामी पनि प्राय पैसा, सम्बन्ध, सफलता वा मानवीय बुद्धिमत्तामा परमेश्वरभन्दा बढी विश्वास गर्छौं। जब समस्यामा पर्छौं, जाँच गर्नुपर्छ कि पहिले परमेश्वरतिर फर्किरहेका छौं कि मुख्य आशा संसारिक समाधानहरूमा राखिरहेका छौं। हामीले बिस्तारै हुने सम्झौता विरुद्ध सतर्क रहनुपर्छ। आहाजले मन्दिर बन्द गरेर सुरु गरेको थिएन। उसले सानातिना परिवर्तनहरूबाट सुरु गरियो जुन त्यति बेला तर्कसङ्गत लाग्यो। पाप प्राय यस्तै गरी काम गर्छ। साना सम्झौताबाट सुरु भएर ठूला सम्झौतासम्म पुग्छ।
हामीले हाम्रो आराधनामा विशेष ध्यान दिनुपर्छ। हामीले कहिल्यै सांसारिक प्रणालीसँग सम्झौता गर्नु हुँदैन। हाम्रो एकमात्र साँचो र जीवित परमेश्वरको आराधना यो सांसारिक प्रणालीमा मिल्न नदिऊ, बरु हाम्रो आराधनाले हामीलाई परमेश्वरको उपस्थितिमा लैजानुपर्छ। त्यसपछि मात्र हामी रूपान्तरण हुनेछौँ। हामीले सम्झनुपर्छ कि परमेश्वरको हृदय हाम्रो लागि कहिल्यै परिवर्तन भएको छैन। उही परमेश्वर जसले इस्राएललाई मानवीय दयाका डोरीले अगाडि बढाउनु भयो, आज पनि हामीलाई अगाडि बढाउनुहुन्छ। जब हामी भट्किन्छौँ, उहाँ अझै पनि हामीप्रति अनुग्रह देखाउन चाहनुहुन्छ। उहाँको करुणा कम भएको छैन र फर्कनको लागि उहाँको निम्तो अझै खुल्ला छ। ठिक त्यस्तै उहाँले इस्राएललाई मार्गदर्शन गर्ने वाचा गर्नुभएको थियो। यो नै बाटो हो। यसैमा हिँड। आज पनि उहाँलाई खोज्नेहरूलाई उहाँले मार्गदर्शन गर्नुहुन्छ। अन्त्यमा यी पदहरूले हामीलाई सम्झाउँछन् कि साँचो सुरक्षा केवल परमेश्वरबाट मात्र आउँछ। यशायाको शब्दहरू आज पनि सत्य छन्। मानव स्रोतहरू केवल मासु हुन्, आत्मा होइनन्। परमेश्वर बाहेक अरूमा हामीले विश्वास गरे जति पनि अन्ततः त्यो अपर्याप्त नै साबित हुनेछ। तर जो उहाँको प्रतीक्षा गर्छन्, परमेश्वरले उठ्ने र करुणा देखाउने वाचा गर्नुभएको छ। असिरियाको बढ्दो शक्तिको महत्त्वपूर्ण कथा र इस्राएलको सम्झौताले हामीलाई चेतावनी र हौसला दुवै दिन्छ। यसले परमेश्वर बाहेक अरूमा सुरक्षा खोज्दा हुने खतराबारे हामीलाई चेतावनी दिन्छ। तर यसले हामीलाई परमेश्वरको अविचल प्रेम र उहाँमा फर्किनेहरूलाई सबै सहायता गर्न तयार हुनुको आश्वासन पनि दिन्छ। हाम्रो समस्याका समयमा हामीले उनीहरूको गल्तीबाट सिकौँ र आफैलाई नष्ट पार्न खोज्ने कुरासँग सम्झौता गर्नुको सट्टा परमेश्वरमा विश्वास गर्न रोजौँ।